पेयर जुन छ रेस्पेक्टिभली भर्सेस रेस्पेक्टफुली। यी दुईटा सुन्दा मिल्दोजुल्दो सुनिन्छन्, तर अब हामी सिकौँ यिनीहरूको अर्थ र कसरी प्रयोग गरिन्छ भन्ने कुरा। जस्तो पहिलो छ रेस्पेक्टिभली भनेको एउटा एडभर्ब हो, क्रिया विशेषण। इट मिन्स इन अ स्पेसिफिक अर्डर, नेपालीमा भन्नुपर्दा तोकिएको क्रम अनुसार। अब यसलाई एउटा एक्जाम्पलबाट बुझ्ने प्रयास गरौँ। दे रिसिभ्ड गोल्ड एन्ड सिल्भर मेडल्स रेस्पेक्टिभली भनेको उनीहरूले क्रमशः सुन र चाँदीको पदक पाए। यदि यो एक्जाम्पलमा ल मानम राम एन्ड श्याम रिसिभ्ड गोल्ड एन्ड सिल्भर मेडल्स रेस्पेक्टिभली भनिएको थियो भने के हुन्छ भने राम पहिला आएको छ र गोल्ड पहिला आएको छ भनेपछि रामले गोल्ड जित्यो। त्यसै गरी श्याम दोस्रोमा आएको छ अनि सिल्भर मेडल दोस्रोमा आएको छ भनेपछि श्यामले सिल्भर जित्यो। रेस्पेक्टिभलीले त्यसरी इन्डिकेट गर्छ। सो दे रिसिभ्ड गोल्ड एन्ड सिल्भर मेडल्स रेस्पेक्टिभली, उनीहरूले क्रमशः सुन र चाँदीको पदक पाए। एन्ड देन नेक्स्ट इज रेस्पेक्टफुली। यो भनेको यो पनि एडभर्ब हो, क्रिया विशेषण। रेस्पेक्टफुली मिन्स विथ रिस्पेक्ट भनेको नेपालीमा भन्नुपर्दा आदरका साथ। एउटा एक्जाम्पलबाट यसलाई बुझ्ने प्रयास गरौँ। ही लिसन्ड रेस्पेक्टफुली टु हिज टिचर। उसले आफ्नो शिक्षकलाई आदरका साथ सुने। उनले आफ्नो शिक्षकलाई आदरका साथ सुने। ही लिसन्ड रेस्पेक्टफुली टु हिज टिचर। उनले आफ्नो शिक्षकलाई आदरका साथ सुने। सो यसलाई रिक्याप गर्नुपर्दा रेस्पेक्टिभली भनेको एउटा क्रम अनुसार पालैपालो उनीहरूले क्रमशः सुन र चाँदीको पदक पाए। दे रिसिभ्ड गोल्ड एन्ड सिल्भर मेडल्स रेस्पेक्टिभली। एन्ड देन रेस्पेक्टफुली भन्दा आदरका साथ, विथ रिस्पेक्ट। ही लिसन्ड रेस्पेक्टफुली टु हिज टिचर। उनले आफ्नो शिक्षकलाई आदरका साथ सुने। नेक्स्ट इज वेडिङ भर्सेस म्यारिज। यो पनि हामीले एभ्रिडे लाइफमा सुनिराख्ने वर्ड हो, वेडिङ भर्सेस म्यारिज। अब यसको फरक के छ र केही इक्जाम्पलबाट यिनीहरूलाई बुझ्ने प्रयास गरौँ। जस्तो वेडिङ भनेको के छ भन्दा अ फर्मल सेरेमनी वेयर टु पिपल गेट म्यारिड भनेको एउटा औपचारिक समारोहलाई वेडिङ भनिन्छ। जस्तो एउटा इक्जाम्पलबाट यसलाई हेर्ने हो भने दे आर प्लानिङ अ ब्युटिफुल वेडिङ इन द माउन्टेन्स। दे आर प्लानिङ अ ब्युटिफुल वेडिङ इन द माउन्टेन्स। उनीहरूले पहाडमा सुन्दर विवाहको योजना बनाइरहेका छन्। हाम्रो नेपालतिर यस किसिमको कल्चर नभए पनि अलिकति पश्चिमा राष्ट्रहरूमा के हुन्छ भने यो विवाहको समारोह कुनै मान्छेले माउन्टेनमा राख्ने, कुनैले बिचमा राख्ने, कुनैले पार्कमा राख्ने, यस्तो गर्छन्। यो सेन्समा यो एक्जाम्पल देखाउन खोजिएको छ। दे आर प्लानिङ अ ब्युटिफुल वेडिङ इन द माउन्टेन्स भनेको उनीहरूले पहाडमा एउटा सुन्दर विवाहको योजना बनाइरहेका छन्। वेडिङ मिन्स विवाहको समारोह। अन दि अदर ह्यान्ड अब म्यारिज भनेको के छ त भन्दा म्यारिज भनेको चाहिँ द लिगल युनियन अफ टु पिपल एज पार्टनर्स। विवाहको औपचारिक सम्बन्धलाई म्यारिज भनिन्छ। म्यारिज भनेको द लिगल युनियन अफ टु पिपल एज पार्टनर्स, विवाहको सम्बन्धलाई जनाउँछ। जस्तो अर्को इक्जाम्पलबाट लिने हो भने देयर म्यारिज हेज लास्टेड फर ओभर 20 years। उनीहरूको विवाह विगत 20 वर्षभन्दा बढी समयसम्म चलिरहेको छ, टिकिरहेको छ। भनेको उनीहरूको जुन वैवाहिक सम्बन्ध छ त्यो चाहिँ विगत 20 वर्षभन्दा बढी समयसम्म टिकेको छ। देयर म्यारिज हेज लास्टेड फर ओभर 20 years। सो यी दुईटा वर्डलाई रिक्याप गर्नुपर्दा वेडिङ हामीले कसरी बुझ्नुपर्छ भने वेडिङ भनेको एउटा औपचारिक समारोह हो। यो जहाँ पनि हुनसक्छ, मान्छेले जहाँ अर्गनाइज गर्यो, पहाडमा, पार्कमा, बिचमा, चर्चमा, टेम्पलमा, एनीवेयर। अन द अदर ह्यान्ड म्यारिज भनेको लिगल युनियन अफ टु पिपल भनेको विवाहको जुन एक्ज्याक्ट सम्बन्ध छ त्यसलाई म्यारिजले जनाउँछ। उनीहरूको विवाह विगत 20 वर्षभन्दा बढी समयसम्म टिकिरहेको छ भन्नु पर्यो भने देयर म्यारिज हेज लास्टेड फर ओभर 20 years। अब हाम्रो नेक्स्ट पेयर छ फरेनर भर्सेस स्ट्रेन्जर। फरेनर भनेको विदेशी, स्ट्रेन्जर भनेको अपरिचित। कुनै बेला अब फरेनर र स्ट्रेन्जरको युज कसरी गर्ने भन्ने सेन्समा हामी झुक्किन सकिन्छ। त्यसलाई अलिकति डेफिनेसन र इक्जाम्पलबाट बुझ्ने प्रयास गरौँ। फर्स्टमा छ फरेनर। फरेनर भनेको अ पर्सन फ्रम ए डिफ्रेन्ट कन्ट्री। जस्तो हामी नेपालबाट भयौँ, कोही इन्डियाबाट आयो, कोही चाइनाबाट, पाकिस्तानबाट आयो भने ती हरेक व्यक्ति हामी नेपालीको लागि फरेनर भए, फरक देशबाट आएको व्यक्ति। इक्जाम्पल सी इज अ फरेनर भिजिटिङ नेपाल फर द फर्स्ट टाइम।
उनी पहिलो पटक नेपाल भ्रमण गरिरहेकी एक विदेशी हुन् She is a foreigner visiting Nepal for the first time. उनी पहिलो पटक नेपाल भ्रमण गरिरहेका विदेशी हुन् And then next is stranger. Stranger भनेको a person whom one does not know. जसलाई तपाईले चिन्नु भएको छैन अथवा तपाईसँग ऊ अपरिचित व्यक्ति त्यसलाई स्ट्रेन्जर भनिन्छ यसलाई बुझ्ने प्रयास गर्ने हो भने एक्जाम्पलबाट इन्टरनेटमा भेटिएका अपरिचित व्यक्तिसँग कुरा नगर्नुहोस् Don't talk to strangers. You meet on the internet. Don't talk to strangers. You meet on the internet. इन्टरनेटमा भेटिएका अपरिचितसँग कुरा नगर्नुहोस् यसलाई अझै हाम्रो डेली लाइफसँग म्याच गर्ने खाने किसिमको एक्जाम्पल भन्ने हो भने हामी नेपालमा हुँदा धेरै जसो सार्वजनिक बस चढ्ने गरिन्छ सार्वजनिक बसमा जताततै लेखेको हुने गर्थ्यो कि अपरिचित व्यक्तिले दिएको कुनै चीज नखानु होला के गर्नु होला भनेर त्यो अपरिचित भन्ने जुन वर्ड छ त्यो एक्ज्याक्ट इंग्लिश वर्डमा के हुन्छ भन्दा स्ट्रेन्जर्स हुन्छ Don't talk to strangers. You meet on the internet. इन्टरनेटमा भेटिएका अपरिचितसँग कुरा नगर्नुहोस् To recap, foreigner र stranger लाई रिक्याप गर्नुपर्दा foreigner भनेको anyone from other country, a person from a different country. हामी नेपाली भयौं नेपाल भन्दा बाहेकका जुनसुकै कन्ट्रीबाट पनि कोही मान्छे आउँछ भने तिनीहरू foreigner भए She is a foreigner visiting Nepal for the first time. And then stranger भनेको a person whom one does not know. जसलाई तपाईले चिन्नु भएको छैन अथवा तपाईसँग अपरिचित व्यक्ति Don't talk to strangers. You meet on the internet. इन्टरनेटमा भेटिएका अपरिचितसँग कुरा नगर्नुहोस् हाम्रो नेक्स्ट पेयर छ रेजिडेन्ट्स SIDENTS भनेको निवासीहरू versus रेजिडेन्स भनेको निवास सो यसको डेफिनेसनबाट बुझ्ने प्रयास गरौँ रेजिडेन्ट्स भनेको people who live in a particular place कुनै विशेष स्थानमा बसोबास गर्ने मानिसहरू जस्तो द रेजिडेन्ट्स अफ काठमाडौँ भन्यो भने काठमाडौँमा बस्ने सबै मान्छेहरू द रेजिडेन्ट्स अफ दिस बिल्डिङ आर फ्रेन्डली यस भवनका निवासीहरू मिलनसार छन् द रेजिडेन्ट्स अफ दिस बिल्डिङ आर फ्रेन्डली यस भवनका निवासीहरू मिलनसार छन् एन्ड नेक्स्ट इज रेजिडेन्स SIDENCE अ प्लेस वेयर समवन लिभ्स अ होम जहाँ कोही बस्छ घर वा आवास उनको आधिकारिक निवास राजधानीमा अवस्थित छ His official residence is located in the capital city. उनको आधिकारिक निवास राजधानीमा अवस्थित छ उनको His official residence is located in the capital city. जुन अहिले त नेपालमा राजा छैन तर राजा भएको केसमा राजाको किङ्स रेजिडेन्स भनेको कुन हुन्थ्यो त भन्दा नारायण हेटी प्यालेस त्यसैगरी अब प्राइम मिनिस्टरको रेजिडेन्स अफिसियल रेजिडेन्स कुन हुन्छ त भन्दा बालुवाटार सो यो पेयरलाई रिक्याप गर्नुपर्दा रेजिडेन्ट्स RESIDENTS भनेको निवासीहरू people who live in a particular place. The residents of this building are friendly. यो बिल्डिङमा बस्ने निवासीहरू निकै मिलनसार छन् अनि रेजिडेन्स SIDENCE भनेको चाहिँ निवास स्थान जुन कुनै होम हुन सक्छ होटल हुन सक्छ कुनै एउटा प्यालेस हुन सक्छ इत्यादि His official residence is located in the capital city. उनको आधिकारिक निवास राजधानीमा अवस्थित छ हाम्रो नेक्स्ट पेयर छ formally 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 versus formerly FORMERLY formally भनेको औपचारिक रूपमा versus formerly भनेको पहिले विगतमा जस्तो यसलाई एक्जाम्पल र डेफिनेसनबाट बुझौं formally भनेको in a formal manner औपचारिक तरिकामा उनले समारोहमा पुरस्कार औपचारिक रूपमा स्वीकृत गरिन् She formerly accepted the award during the ceremony. She formerly accepted the award during the ceremony. उनले समारोहमा पुरस्कार औपचारिक रूपमा स्वीकृत गरिन् Now, next is formerly भनेको in the past, previously or formerly known as अघिल्लो समयमा पहिले अथवा पहिले यो भनेर चिनिन्थ्यो भन्ने सेन्समा formerly युज गरिन्छ जस्तो एउटा एक्जाम्पलबाट यसलाई बुझ्ने प्रयास गरौँ ऊ संगठनको पूर्व अध्यक्ष थियो He was formerly the president of the organization. ऊ संगठनको पूर्व अध्यक्ष थियो He was formerly the president of the organization. So यो पेयरलाई रिक्याप गर्नुपर्दा FORMALLY formally भनेको एक औपचारिक तरिकामा
जस्तो हामीले कुनै पनि एउटा अलिकति राम्रो प्रोग्राम केहीमा जानु पर्यो भने यसमा चाहिँ फर्मल ड्रेस लाएर जानुपर्छ भन्ने डिस्कस गरिरहेको सुनिरहेको छौँ। त्यो भनेको औपचारिक ड्रेस भनेको त्यो दौरा सुरुवाल हुन सक्यो, कोट प्यान्ट हुन सक्यो इत्यादि। त्यसै गरी फर्मरली भनेको पहिले गरिन्थ्यो, पूर्वमा भनेको पहिले, इन द पास्ट। ही वाज फर्मरली द प्रेसिडेन्ट अफ द अर्गनाइजेसन, FORMERLY, ऊ सङ्गठनको पूर्व अध्यक्ष थियो। नेक्स्ट इज स्टेसनरी वर्सेस स्टेसनरी, NARY वर्सेस NERY। सो NARY भनेको के हुन्छ भन्दा स्थिर, कुनै पनि ठाउँबाट नचल्ने, नट मुभिङ अर फिक्स्ड इन अ प्लेस, नचल्ने वा नसर्ने। स्टेसनरी NARY। जस्तो यसको एउटा इक्जाम्पल छ, गाडी ट्राफिक बत्तीमा अचल रह्यो, द कार रिमेन्ड स्टेसनरी एट द ट्राफिक लाइट, द कार रिमेन्ड स्टेसनरी एट द ट्राफिक लाइट। सो हरेक जुनसुकै चिज छन् जुन आफै चल्दैनन् तिनीहरूलाई स्टेसनरी भनिन्छ। जस्तो तपाईँको बेड हुन सक्यो, टेबल हुन सक्यो इत्यादि। घर इटसेल्फ स्टेसनरी हुन्छ किनभने यो मुभ गर्दैन, राइट। सो गाडी ट्राफिक बत्तीमा अचल रह्यो, द कार रिमेन्ड स्टेसनरी एट द ट्राफिक लाइट। सो अब स्टेसनरी NERY को डेफिनेसन र इक्जाम्पल बुझौँ। स्टेसनरी भनेको त हामीले जानेकै भयो, हामी डेली लाइफमै युज हुने वर्ड। नेपालमा स्टेसनरी पसलहरू छ्यापछ्याप्तै हुन्छन्, चोकचोकमा जति पनि हुन्छन् होइन। स्टेसनरी भनेको के हो त भन्दा राइटिङ मटेरियल्स सच एज पेपर, एन्भलप्स, अरू कुनै अफिसमा प्रयोग गर्ने सरसामग्रीहरूलाई स्टेसनरी भनिन्छ। लेखन सामग्री, कागज, कार्यालयका सामान। एउटा इक्जाम्पल छ, सी बट सम स्टेसनरी फर हर न्यू अफिस, सी बट सम स्टेसनरी फर हर न्यू अफिस। उनले आफ्ना नयाँ कार्यालयको लागि केही कार्यालयका सामान किनिन्। स्टेसनरी भनेको लेखन सामग्री अथवा कार्यालयका सामान। सो यो पेयरलाई हामीले रिक्याप गर्नुपर्दा स्टेसनरी NARY भनेको त्यो जुनसुकै चिज जुन आफै मुभ हुँदैन, नचल्ने वा नसर्ने वस्तु। गाडी ट्राफिक बत्तीमा अचल रह्यो, द कार रिमेन्ड स्टेसनरी एट द ट्राफिक लाइट। त्यसै गरी स्टेसनरी NERY भनेको जुनसुकै लेखन अथवा अफिसको लागि चाहिने सरसामग्रीहरू। सी बट सम स्टेसनरी फर हर न्यू अफिस, उनले आफ्नो नयाँ कार्यालयका लागि केही कार्यालयका सामान किनिन्। नेक्स्ट इज क्यापिटल वर्सेस क्यापिटल, CAPITAL वर्सेस CAPITOL। क्यापिटल भनेको हामीले जानिरहेकै कुरा हो। यसको तीनटा मिनिङ छ। एउटा भनेको सिटी, जुन राजधानी, नेपालको क्यापिटल जस्तो काठमाडौँ भयो, इन्डियाको दिल्ली भयो, एन्ड सो अन। अर्को क्यापिटल भनेको मनी अथवा पुँजीलाई पनि क्यापिटल भन्ने गरिन्छ। एन्ड अर्को क्यापिटल भनेको छ स्रोतहरू, रिसोर्सेसलाई पनि क्यापिटल भन्ने गरिन्छ। सो राजधानी, पैसा वा स्रोतहरूलाई के भनिन्छ? क्यापिटल। सो काठमाडौँ इज द क्यापिटल अफ नेपाल, काठमाडौँ नेपालको राजधानी हो। CAPITAL भनेको राजधानी सहर, पुँजी र रिसोर्स भनेको स्रोत। अन द अदर ह्यान्ड CAPITOL भनेको के छ त भन्दा अ बिल्डिङ वेयर अ लेजिस्लेटिभ बडी मिट्स, कानुनी संस्था, बैठक गर्ने भवन भनेको कानुन बनाउने व्यक्तिहरू जुन सांसदहरू हुन्छन् उनीहरू जुन बिल्डिङमा मिट गर्छन् त्यसलाई क्यापिटल भन्ने गरिन्छ। फेमसली यो चाहिँ क्यापिटल बिल्डिङ भनेर युनाइटेड स्टेट्सको वासिङटन डिसीको जुन बिल्डिङ छ त्यसलाई रिफर गर्ने गरिन्छ। क्यापिटल बिल्डिङ भनेपछि हामी धेरैले बुझ्ने भनेको बिल्डिङ त्यो बुझिन्छ, यहाँ हामी सेन्टेन्समा पनि त्यसलाई युज गरिएको छ। क्यापिटल भवन वासिङटन डिसीमा छ। द क्यापिटल बिल्डिङ इज इन वासिङटन डिसी, द क्यापिटल बिल्डिङ इज इन वासिङटन डिसी। सो यो पेयरलाई रिक्याप गर्नुपर्दा CAPITAL, क्यापिटल भनेको राजधानी हुन सक्यो, पुँजी हुन सक्यो, स्रोतहरू हुन सक्ने। यसको इक्जाम्पल छ काठमाडौँ इज द क्यापिटल अफ नेपाल। त्यसै गरी न्यू दिल्ली इज द क्यापिटल अफ इन्डिया, एन्ड सो अन। काठमाडौँ नेपालको राजधानी हो। अनि अन द अदर ह्यान्ड क्यापिटल TOL भनेको अ बिल्डिङ वेयर अ लेजिस्लेटिभ बडी मिट्स, कानुनी संस्था, बैठक गर्ने भवन, कानुन बनाउने व्यक्तिहरू बैठक गर्ने ठाउँलाई क्यापिटल भन्ने गरिन्छ। जस्तो द क्यापिटल बिल्डिङ इज इन वासिङटन डिसी, वासिङटन डिसी भन्ने ठाउँमा छ जुन क्यापिटल बिल्डिङ, क्यापिटल भवन वासिङटन डिसीमा छ। आवर नेक्स्ट पेयर इज साइट, CITE वर्सेस साइट, SITE। यो एक्ज्याक्टली सेम तरिकाले प्रोनाउन्स हुन्छ, एउटा मात्रै वर्ड डिफ्रेन्ट
डिफरेन्स छ दुईटा, एउटा मात्र लेटर डिफरेन्स छ दुईटा वर्डमा, सी भर्सेस एस। सो पहिला साइटलाई बुझ्ने प्रयास गरौँ। साइट भनेको के छ त भन्दा रेफरेन्स टु अ सोर्स, स्रोतको उल्लेख गर्नु। जस्तो हामीले थिसिस लेख्दा अथवा केही शोधपत्रहरू लेख्दा के गरिन्छ भने हामीले कुनै अर्को थिसिस पढिन्छ, कुनै बुक पढिन्छ, त्यहाँबाट चाहिँ केही कुराहरू हामीले आफ्नो थिसिसमा हालिन्छ। तर हामीले कुनै पनि अर्को स्रोतबाट राखिएको चिज आफ्नो पत्रमा राखिएको छ भने त्यसलाई हामीले साइट गर्नुपर्ने हुन्छ, नत्र भने के भनिन्छ त्यसलाई कपिराइट इस्यु आउँछ, प्लेजरिजमको इस्यु आउँछ। अनि त्यसरी स्रोतको उल्लेख गर्नुलाई के भनिन्छ भन्दा साइट भनिन्छ, CITE। सधैँ आफ्नो अनुसन्धान पत्रमा स्रोतहरू उल्लेख गर्नुहोस्। Always cite your sources in a research paper. Always cite your sources in a research paper. On the other hand, SITE, site भनेको के छ भन्दा a location or place, कुनै स्थान वा ठाउँ। निर्माण स्थल पार्कको नजिक छ। The construction site is near the park. The construction site is near the park. So यसलाई रिक्याप गर्नुपर्दा CITE साइट भनेको भर्ब हो। यो भनेको कुनै पनि स्रोतलाई उल्लेख गर्नु हो। जस्तो तपाईले कुनै एउटा रिसर्च पेपर लेख्नु भएको छ र अर्को कुनै बुकबाट केही चिज आफ्नो पेपरमा इन्क्लुड गर्नुभएको छ भने त्यो सेन्समा तपाईले त्यो जुन ओरिजिनल बुक अथवा पेपर छ त्यसलाई साइट गर्नुपर्ने हुन्छ। अलवेज साइट योर सोर्सेस इन अ रिसर्च पेपर। सधैँ आफ्नो अनुसन्धान पत्रमा स्रोतहरू उल्लेख गर्नुहोस्। अन दि अदर ह्यान्ड SITE साइट भनेको नाउन हो। अ लोकेसन अर प्लेस, कुनै स्थान वा ठाउँ। The construction site is near the park. निर्माण स्थल पार्कको नजिक छ। हाम्रो नेक्स्ट पेयर इज डेजर्ट भर्सेस डेजर्ट। 1S भर्सेस 2S, राइट? DESERT, डेजर्ट भनेको मरुभूमि, भर्सेस अर्को डेजर्ट DESSERT भनेको मिठाई। सो यसलाई अझै डेफिनेसन र इक्जाम्पलबाट बुझौँ। डेजर्ट भनेको अ लार्ज ड्राई ब्यारन रिजन, धेरै सुक्खा ठुलो बाँझो क्षेत्र, राइट? सो द सहारा इज द लार्जेस्ट हट डेजर्ट इन द वर्ल्ड। सहारा संसारको सबैभन्दा ठुलो तातो मरुभूमि हो। यो हामीले पहिल्यैदेखि सानै कक्षाहरूदेखि बुकमा पढ्दै आएको। द सहारा इज द लार्जेस्ट हट डेजर्ट, जुन अफ्रिकामा छ। सहारा इज द लार्जेस्ट हट डेजर्ट इन द वर्ल्ड। सहारा संसारको सबैभन्दा ठुलो तातो मरुभूमि हो। अन द अदर ह्यान्ड डेजर्ट DESSERT भनेको के छ त भन्दा हामीले सामान्यतया भोजमा गएर खानासाना खाइसकेपछि लास्टमा आइसक्रिम खाने अथवा दही खाने अथवा अरू केही खाने गर्छौँ, त्यो खानालाई डेजर्ट भनिन्छ। अ स्वीट कोर्स युजुअली सर्भड एट द एन्ड अफ ए मिल। सामान्यतया खानाको अन्त्यमा दिइने मिठो परिकार। वी ह्याड आइसक्रिम फर डेजर्ट। हामीले डेजर्टका लागि आइसक्रिम खायौँ। सो रिक्याप गर्नुपर्दा DESERT डेजर्ट भनेको मरुभूमि, एउटा ब्यारन क्षेत्र। इक्जाम्पलको रूपमा द सहारा इज द लार्जेस्ट हट डेजर्ट इन द वर्ल्ड। अन दि अदर ह्यान्ड DESSERT भनेको मिठाई। अ स्वीट कोर्स युजुअली सर्भड एट द एन्ड अफ ए मिल। सामान्यतया खानाको अन्त्यमा खाइने केही मिठो परिकार। वी ह्याड आइसक्रिम फर डेजर्ट। हामीले डेजर्टका लागि आइसक्रिम खायौँ। नेक्स्ट इज सुट SUIT भर्सेस स्विट SUITE। SUIT सुट त हामीले जानिराखेकै कुरा हो। कोट प्यान्ट अथवा लेडिजहरूको केसमा कुर्ता सुरुवालहरूलाई पनि सुट भन्ने गरिन्छ। अ सेट अफ क्लोज युजुअली अ ज्याकेट एन्ड प्यान्ट्स। एउटै कपडाबाट बनेको ज्याकेट, प्यान्ट वा स्कर्टलाई सुट भन्ने गरिन्छ, राइट? हि वोर अ ब्ल्याक सुट टु द इन्टरभ्यू। उसले इन्टरभ्यूको लागि जाँदा एउटा कालो सुट लगायो। हि वोर अ ब्ल्याक सुट टु द इन्टरभ्यू। उसले आफ्नो अन्तर्वार्ताका लागि कालो सुट लगायो। अन द अदर ह्यान्ड स्विट SUIT स्विट भनेको के छ भन्दा अ सेट अफ कनेक्टेड रुम्स स्पेसली इन अ होटेल भनेको ठुलो रुम जहाँ तपाईँको त्यो एउटा 3-4वटा रुमसँग कनेक्टेड टाइपको एउटा रुम हुन्छ जहाँ एभ्रिथिङ हुन्छ। स्पेसली स्विटमा तपाईँको त्यही हरेक चिजहरू हरेक सुविधाहरू इन्क्लुड गरिएको हुन्छ, जुनलाई नर्मल रुमभन्दा महँगो पर्ने गर्छ। अ सेट अफ कनेक्टेड रुम्स स्पेसली इन अ होटेल, आपसमा जडित कोठाहरूको समूह, विशेष गरी होटेलमा, राइट? दे बुक्ड अ लग्जरी सुइट फर देयर हनीमुन। दे बुक्ड अ लग्जरी सुइट फर देयर हनीमुन। उनीहरूले हनीमुनका लागि, लग्जरी भनेको विलासी हुन्छ नेपाली ट्रान्सलेसन, विलासी सुइट बुक गरे। सो यसलाई रिक्याप गर्नुपर्दा के छ त भन्दा SUIT सुट भनेको हामीले लगाउने कपडा भइहाल्यो। केटाहरूको नर्मल्ली केटाहरूले लगाउने भनेको कोट प्यान्ट, एन्ड देन सुट भनेर
अब लेडिजको केसमा स्कर्ट पनि आउँछ अनि कुर्ता सुरुवालहरूलाई पनि सुट भन्ने गरिन्छ राइट ही वोर अ ब्ल्याक सुट टु द इन्टरभ्यू उसले आफ्नो अन्तर्वार्तामा कालो सुट लगायो अन दि अदर ह्यान्ड स्विट भनेको अ सेट अफ कनेक्टेड रुम्स स्पेसली इन अ होटेल दे बुक्ड अ लग्जरी स्विट फर देयर हनीमुन उनीहरूले हनीमुनका लागि विलासी स्विट बुक गरे नेक्स्ट इज एक्सेस ACCESS एक्सेस भर्सेस एक्सेस एक्सेस भनेको पहुँच र एक्सेस भनेको बढी राइट सो सुरु गरौँ हाम्रो एक्सेसलाई हल्का डिफाइन गर्ने र एउटा इक्जाम्पलबाट यसलाई फर्दर बुझ्ने प्रयास गरौँ एक्सेस भनेको द एबिलिटी टु एन्टर अर युज समथिङ कुनै कुरा प्रयोग गर्न वा पहुँच गर्न सक्ने क्षमतालाई के भनिन्छ भन्दा एक्सेस ओन्ली इम्प्लोइज ह्याभ एक्सेस टु दिस एरिया यस क्षेत्रमा पहुँच केवल कर्मचारीहरूसँग मात्र छ ओन्ली इम्प्लोइज ह्याभ एक्सेस टु दिस एरिया यस क्षेत्रमा पहुँच केवल कर्मचारीहरूसँग मात्र छ जस्तो यसलाई अर्को एउटा रियल लाइफ इक्जाम्पलसँग बुझ्ने हो भने तपाईँले कुनै कम्पनीमा काम गर्नुहुन्छ र कम्पनीमाले तपाईँलाई एउटा ल्यापटप दिएको छ राइट त्यो ल्यापटपमा उनीहरूले यो तरिकाले सेट गरेको हुन्छ कि तपाईँ कम्पनीको काम मात्र गर्न सक्नुहुन्छ अरू कुनै वेबसाइट अथवा यताउति केही खोल्न खोज्नुभयो भने ओपन गर्न खोज्नुभयो भने के गर्छ त्यो कम्पनीले भन्दा त्यो ब्लक गरिदिएको हुन्छ द्याट मिन्स तपाईँलाई अरू कुनै वेबसाइट कम्पनीको ल्यापटपबाट एक्सेस हुँदैन राइट सो कुनै कुरा प्रयोग गर्न वा पहुँच गर्न सक्ने क्षमतालाई एक्सेस भनिन्छ अन दि अदर ह्यान्ड एक्सेस भनेको नाउन एन अमाउन्ट बियोन्ड वाट इज निडेड आवश्यकताभन्दा बढी मात्रा अत्याधिक खानेकुरा स्वास्थ्यलाई हानि पुर्याउन सक्छ इटिङ इन एक्सेस क्यान हार्म योर हेल्थ इटिङ इन एक्सेस क्यान हार्म योर हेल्थ अत्याधिक खानेकुरा स्वास्थ्यलाई हानि पुर्याउन सक्छ यसलाई रिक्याप गर्नुपर्दा एक्सेस भनेको पहुँच ओन्ली इम्प्लोइज ह्याभ एक्सेस टु दिस एरिया यस क्षेत्रमा पहुँच केवल कर्मचारीहरूसँग मात्र छ त्यसै गरी एक्सेस भनेको नाउन एन अमाउन्ट बियोन्ड वाट इज निडेड आवश्यकताभन्दा बढी मात्राको चिजलाई एक्सेस भन्ने गरिन्छ अत्याधिक खानेकुरा स्वास्थ्यलाई हानि पुर्याउन सक्छ इटिङ इन एक्सेस क्यान हार्म योर हेल्थ नेक्स्ट इज प्रिस्क्राइब भनेको सिफारिस गर्नु भर्सेस प्रोस्क्राइब भनेको प्रतिबन्ध लगाउनु अगेन यसलाई राम्रोसँग हेर्ने हो भने एउटा मात्र लेटरको फरक छ र यिनीहरूको मिनिङमा हेर्ने हो भने आकाश जमिनको फरक छ राइट प्रिस्क्राइब भनेको सिफारिस गर्नु प्रोस्क्राइब भनेको प्रतिबन्ध लगाउनु कुनै पनि तरिकाले यिनीहरूको मिनिङ कुनै पनि तरिकाले नजिकै छैन सो यसलाई फर्दर बुझ्ने ट्राई गरौँ प्रिस्क्राइब भनेको टु रेकमेन्ड अर order जुन नर्मली प्रिस्क्राइब केसँग एसोसिएट गरिन्छ भन्दा डक्टरसँग जानुभयो तपाईँ चेक गराउन उसले औषध लेखेर दिन्छ राइट त्यसलाई के भनिन्छ प्रिस्क्रिप्सन प्रिस्क्राइब डक्टरले यो औषधि प्रिस्क्राइब गर्नुभयो सिफारिस गर्नु वा आदेश दिनु डाक्टरले एन्टिबायोटिक्स सिफारिस गर्नुभयो द डक्टर प्रिस्क्राइब्ड एन्टिबायोटिक्स द डक्टर प्रिस्क्राइब्ड एन्टिबायोटिक्स अन दि अदर ह्यान्ड प्रोस्क्राइब भनेको के छ भने त्यो पनि भर्ब नै हो तर इट मिन्स टु फरबिड अर ब्यान प्रतिबन्ध लगाउनु टु फरबिड अर ब्यान इक्जाम्पल द ल प्रोस्क्राइब्स सर्टन बिहेभियर्स कानुनी रूपमा केही व्यवहारमा प्रतिबन्ध लगाइएको छ द ल प्रोस्क्राइब्स सर्टन बिहेभियर्स कानुनी रूपमा केही व्यवहारमा प्रतिबन्ध लगाइएको छ अथवा अरू केही इक्जाम्पल हुनसक्छ जस्तो स्मोकिङ इज प्रोस्क्राइब्ड इन दिस एरिया राइट कुनै पनि एउटा क्षेत्रमा तपाईँलाई धुम्रपान गर्न अलाउड छैन भने स्मोकिङ इज प्रोस्क्राइब्ड हियर सो रिक्याप गर्नुपर्दा के छ भन्दा प्रिस्क्राइब भनेको सिफारिस गर्नु मोस्टली यो एसोसिएट हुन्छ हामीले धेरै बुझ्ने गरेको डक्टरसँग एसोसिएटेड छ द डक्टर प्रिस्क्राइब्ड एन्टिबायोटिक्स डाक्टरले एन्टिबायोटिक्स सिफारिस गर्नुभयो right to recommend or order on the other hand proscribe भनेको to forbid or ban प्रतिबन्ध लगाउनु the law proscribes certain behaviors कानुनी रूपमा केही व्यवहारमा प्रतिबन्ध लगाइएको छ or कुनै पनि ठाउँमा तपाईलाई धुम्रपान गर्न अलाउड छैन भने smoking is proscribed here right so धुम्रपान यस क्षेत्रमा प्रतिबन्ध लगाइएको छ सो टु रिक्याप हाम्रो भिडियोमा हामीले कभर गरेका जुन वर्ड पेयरहरू थिए के थिए त भन्दा रेस्पेक्टिभली भनेको क्रमैसँग भर्सेस रेस्पेक्टफुल्ली भनेको आदरका साथ वेडिङ भनेको वेडिङ सेरेमनी भर्सेस म्यारिज भनेको एक्ज्याक्ट विवाहको सम्बन्ध फरेनर्स भनेको कुनै पनि बाहिरी देशबाट आएका मान्छे भर्सेस स्ट्रेन्जर्स जुन तपाईँले नचिनेको मान्छे रेजिडेन्ट्स भनेको कुनै ठाउँको निवासीहरू जस्तो द रेजिडेन्ट्स अफ काठमाडौँ भनेको भने काठमाडौँका हरेक सबै पपुलेसन एन्टायर पपुलेसन भर्सेस रेजिडेन्ट्स भनेको निवास FORMALLY फर्मल्ली भनेको औपचारिक रूपमा भर्सेस फर्मरली भनेको
विगतमा। स्टेसनरी NARY भनेको जुनसुकै चिज जुन मुभ गर्दैन भर्सेस स्टेसनरी NERY भनेको केही अफिसका सामानहरू, पेन, पेपर, बुक इत्यादि। क्यापिटल भर्सेस क्यापिटल TAL भनेको राजधानी, पुँजी र स्रोत भर्सेस ठल CAPITOL भनेको चाहिँ एउटा यस्तो बिल्डिङ जहाँ ल मेकर्सहरू मिट गर्छन्। CITE साइट भनेको स्रोतको उल्लेख गर्नु, जुन हामीले इक्जाम्पल डिस्कस गरेका थियौँ रिसर्च पेपरसँग सम्बन्धित लिएर। यदि तपाईँले रिसर्च पेपर लेख्नु भएको छ र अर्को बुकको कुनै कन्टेन्ट आफ्नो पेपरमा राख्नु भएको छ भने तपाईँले त्यो बुकलाई साइट गर्नुपर्ने हुन्छ, त्यो सेन्समा CITE भर्सेस SITE साइट भनेको प्लेस, द कन्स्ट्रक्सन साइट, राइट। एन्ड देन दे सुट भर्सेस स्विट। सुट भनेको अब सुट हामीले लगाउने सुट भर्सेस स्विट भनेको एउटा लग्जरी रुम होटेलको। डेजर्ट भर्सेस SERT डेजर्ट भनेको मरुभूमि। द सहारा डेजर्ट भर्सेस डिजर्ट भनेको खाना खाइसकेपछि हामीले लास्टमा खाने गर्ने गुलियो कुराहरू, आइसक्रिम हुनसक्यो, दही हुनसक्यो इत्यादि। एक्सेस भनेको पहुँच, जस्तो तपाईँको कामको ल्यापटपमा अरू कुनै वेबसाइटहरू कामको बाहेक अरू कुनै वेबसाइटहरू चाहिँ एक्सेस छैन भन्नु पऱ्यो भने ACCESS एक्सेस भर्सेस